अन्तिमसम्म पुरा भिडियो हेर्नु होला है त। ल अब सुरु हुन्छ है। नमस्कार सबैजनालाई। म आज लिस्ने लेकदेखि लिएर यो माण्डवी गाउँपालिका वार्ड नम्बर 3 सेउलीघारीबाट भिडियो बनाइरहेको छु। यो ब्याकग्राउन्डमा तपाईँ देख्न सक्नुहुन्छ यो सुन्दर ठाउँ, सुन्दर यो फाँट। अहिले चाहिँ यहाँ चाहिँ खेत रोप्ने भनेर रेडी भइसकेको छ, पुरै तयारी अवस्थामा हुनुहुन्छ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो बिउ पनि राखेर, धानको बिउ राखेर रेडी छ। त्यो माथिको लेक चाहिँ लिस्ने लेक हो हैन, तपाईँ देख्न सक्नुहुन्छ। र यहाँको यस्तो सुन्दर वातावरणमा यो माण्डवी गाउँपालिका वार्ड नम्बर 3 तल तपाईँको चाहिँ माडी खोला छ हैन। माडी खोलासँग सटेको यो सुन्दर फाँट चाहिँ यो सेउली घारी हो। सबैजना यो क्षेत्रमा आइदिनुहोस्। यो चाहिँ भालुबानदेखि माथितिर आउनुभयो भने यो सिधै चाहिँ यहाँबाट रोल्पा जोड्ने बाटो, माथि लिबाङ जाने बाटो पनि हो। यो बाटो सानो छ तर सुन्दर छ यो बस्ती, यो ठाउँहरू। सबैजनाले यता भिजिट गरिदिनु होला, घुम्दिनु होला भन्न चाहन्छु। र सम्पूर्णलाई यो भिडियोलाई मन परेमा सेयर गरिदिनु होला। धन्यवाद। नमस्ते। जय देश।